सो गाइज आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। अनि आजको भिडियो चाहिँ त्यो डाँडाको नाम के अरे? उता हामी डाउन हिल झार्ने यहाँबाट ओह्रालो। खोइ नामै थाहा पाएन गाइज है। थाहा पाए पनि सायद भन्छु होला। अनि आजको भिडियो चाहिँ बबाल हुनेवाला छ। इन अगाडि जिउस होइन, उसले चाहिँ साइकल रोडाउँदैछ। अनि त्यो अनि के कसो हुन्छ हेर्दै गर्नु होला। वान फाइनली हामी चाहिँ आइसकेको छ। यो डाउन हिल यहाँबाट जानेवाला छ। अनि साइकल यहाँ छ। अनि अब रेडी भइसक्यो गाइज, अब जानेवाला छ। त ल लेट्स गो गाइज। यही हो ओह्रालो डाउन हिल यार। यस्तै यस्तै कुदाइरहेको सो यतिको मजा कहीँ आउँछ त गाइज। सो आज पनि सोलो राइडै हो फाइनली होइन। त्यो चाहिँ त्यो डाँडाको नाम चाहिँ के भन्छ भने च्यानघाट भन्छ रहेछ नेपालीमा चाहिँ। तामाङबाट बोल्ने र नेपाली बोल्नु फरक पर्ने रहेछ, त्यही हो। अनि ओह्रालो यस्तै यस्तै भनौँ ल त। बबाल मजा त मस्त आइरहेछ। सो गाइज ओइ 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 लास्ट डिस्टर्ब गरिरहेछ। क्याबले लास्ट डिस्टर्ब गर्यो होइन। क्याबलाई फाइनल यहाँ हालिदिन्छु अनि हुन्छ धमाका। लेट्स गो। नाइस। So guys, डाउन हिल त बप्पाल गइरहेछ। धेरै ओभर स्पिड पनि हुनुहुन्न, धेरै गइदिन्छ नि त। ओइ कत्रो ठुल्ठुलो ढुङ्गा यार। अब हामी यता जान्छौँ। यता सङ्कुल नगइकन डाइरेक्ट यतैबाट जान्छौँ। बबाल ठाउँ छ है। अनि कतिजना सोधिरहेको होला धेरै पछि भिडियो हाल्यो, धेरै पछि भिडियो आइरहेछ होइन। किन भन्दाखेरि एउटा साथीले साइकल चलाएको थियो, सकै भाँच्यो कि। अनि सकै भाँचेपछि त मैले भिडियो बनाउनु त सम्भवै छैन। सक भाँचिदियो अनि सक एउटा फेरेर पुरानो फेरेर उसकै साइकलको हालिदियो अरे। अनि हालिदिइहाल्यो। मसँग पैसा थिएन होइन। अनि त्यही चलायो भनौँ न, उसकै चलायो भनौँ न। त्यही हो मेन कुरा चाहिँ, त्यही हो। अनि त्यही भएर भिडियो हाल्न नपाएको चाहिँ त्यो रिजन हो कि खास। सो पानी नपरे चाहिँ हुन्थ्यो होइन। अलिक अन्धकार भएर गइरहेछ, त्यही हो। पानी चाहिँ नपरोस्। यो ओह्रालोमा मेनुअल जाओस् ल त। बबाल मेनुअल त बबालै गएको थियो नि। सो ल क्या हो। सो अब यता लाग्छौँ हामी होइन। अब चाहिँ पिच रोड भनौँ न, दामी पाराले होइन। मेनुअल जानुपर्छ अब चाहिँ। सो गाइज ओह्रालो छ फेरि डाउन हिल दामी छ क्या। यो ओह्रालोको चाहिँ ओह्रालो दामी छ क्या, त्यही हो। उहिले हान्नलाई यस्तो स्वाद आउँछ कि मेनुअल मात्रै के ल ल। ओह्रालो यत्तिको छ नि त नि दामी। अनि मजा आउँछ क्या। अनि ओह्रालोमा कुदाउनलाई क्या मजा आउँछ।
यहाँ ओह्रालो छ फेरि म्यानुअलै हान्नु मन लाग्छ फेरि है टर्निङतिर बाइक चाहिँ नआओस् भन्ने ऊ भन्दै थियो आइदिरहेको क्या बाइक आइरहेको थियो स्कुटी आइरहेको थियो कि त्यही भएर ओह्रालोमा चाहिँ बिक्स सेफली चलाउनु पर्छ है यस्तो टर्निङतिर चाहिँ ओ सो बबाल मजा आइरहेछ नि त गाइज आइरहेछ नि सुरु बबाल हे बबाल आइज ओइ यार अलिक चिप्लिनु सक्छ यार त्यही हो एकजना आए पनि मलाई मजा आइरहेछ यार एक्लै साइकल चलाउनलाई नि यार त्यही हो म्यानुअल हान्नलाई कम त मजा आउँछ त फेरि उकालो छ कि होइन पाटी घरबाट ओह्रालो लाग्दैछन् बतासी जानु चाहिँ त्यो पारी रोड देखा जति जब चढ्नुपर्छ डोडाएर त्यता घाम लागिरहेको छ यता पानी छिटाइरहेको छ एक दुईवटा त्यही हो साइकल क्यारेक क्यारेक कराएर लास यहाँ हो यार एउटा नयाँ पेडल फेर्नु पनि भइसक्यो यार नयाँ पेडललाई कति पर्छ गाइज तपाईँहरूले कमेन्ट हान्नु त अलि राम्रो खालको यो पेडलले लास्ट धोका त दियो भन्न मिल्दैन सो 2 वर्ष जति चाहिँ चलायो त्यो पेडलै बेस्ट छ होइन स्वादले चलायो चलाउनु त सो अब फेरि लास्ट झ्याउ हुन्छ क्या पानी पनि परिरहेछ होइन अहिले चाहिँ बतासेको हाई रोड हो यो त्यही पानी पर्दा नि कुदाइरहेको छु बबाल मजा आइरहेछ गाइज अब चाहिँ खड्गु आइपुग्न धेरै टाइम छैन कि अब एकैछिनमा आइपुग्छ त्यो बतासेको उकालो चढ्दाखेरि मात्रै टाइम लाग्यो क्या त्यही हो यहाँ त फेरि पानी परेको छैन गाइज क्या चर्को घाम छ क्या ल हामी अहिले कुफ डाँडा आइपुग्यो गाइज अनि अब यता डाउन जाने हो या राइट अब स्वादले कुदाउने अन्त गाइज छ होइन रोडै रोड जाने आज सुरु नसक्ने यार सक्यो खाल्टा खुल्टुङ पनि हानिदिन्छ फेरि त्यही हो ओ धुलो खानुपर्ने भयो यार सो क्या
कस्तो मुजी मरे गनाइरहेछ कि चेन झरिदियो यार टु स्पिडमा हालेर चलाउने बानी एकमा हाल्दा त चेनै नभए जस्तो हुँदैछ गाइस फेरि यता पानी परिरहेको छ नि बतासेमा मात्रै पानी परिरहेको छ क्या सो रन गाइदिउँ होइन त गाइस स्विङ आइयो यार पानी नभएर गाडी चाहिँ नहोस् बनियो What the hell? So मैं चेंज कर दिया यार हेड चेन त झराइ गर्छ त यार ल अब चाहिँ बनेपाको नजारा हेर्न सक्नुहुन्छ होइन अब यता गइन्छ सो अब यो ओह्रालो बबाल हान्नुपर्छ है लास्ट ओह्रालो भने यही हो होइन सुरु या डेन्जर ल त गाइस आजले यति नै अब यहाँबाट उकालो सुकालो छ त्यही हो तपाईँहरूले अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद ल त बाई बाई थ्याङ्क यू फर वाचिङ भिडियो